हेलो साथीहरू नमस्ते। मेरो भिडियो सुरु हुनुभन्दा अगाडि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हेलो 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 साथीहरू, आज चाहिँ फाइनली भिसा हान्नुको लागि जानु आँटेको। 1 महिना जति काम गरिसकेपछि बल्ल भोटेले भिसा हान्दिनु आँट्यो यार। मेरो त यस्तो छ यो च्याउहरू टिप्ने ठाउँहरू। यता यो 5वटा छ, यहाँनिर उता एउटा 6वटा छ जम्मा कोठा। यहाँनिर च्याउ मार्ने ठाउँ, यो चाहिँ हाम्रो अफिस हो। अफिस प्लस हाम्रो रुम हो यो। यस्तो छ मेरो वरिपरि चाहिँ एकदम पाहाडै पाहाड छ। म त पाहाडतिर आएको छु। कोरिया भन्दा नि म त यसो भ्याकेसनमा यसो पाहाडतिर घुम्नु गए जस्तो लाग्दैछ मलाई त। त्यस्तै छ ठाउँ यो। अनि हामी अलिकति यसो बजारतिर बसेर सर मस्ती तरिकाले डुल्ने मान्छेलाई चाहिँ यहाँनिर अलिकति मन अडाउनु गाह्रो छ यार। यस्तो छ, मलाई नि अलिक गाह्रै जस्तो भयो। अलिक झ्याउ लाग्दो यो गाउँमा है। तर अलिक यस्तो यसो पाहाडी भेगबाट आउनुहुने साथीहरूलाई चाहिँ यहाँनिर मस्त छ। फेरि आफ्नै गाउँठाउँ जस्तो लाग्छ है। पुरै पाहाडै पाहाड, मौसम पनि त्यस्तै छ। म चाहिँ धराने परे। धरानमा चाहिँ अलिकति त्यस्तो यो ठाउँहरू हुँदैन, सुनसान ठाउँहरू हुँदैन धरानमा। यसो त्यही पनि यताउता हिँड्दाखेरि साधनमा आफ्नै स्रोत साधनमा हिँड्ने बानी भइसकेको हुन्छ। अनि भिडभाडमा अलिक झ्याउ लाग्दो रहेछ। ल गाइजहरू, अब हाम्रो चाहिँ टनेलको यात्रा, मकपुसम्मको यात्रा हुँदैछ। यस्तो खतरा टनेल छ यार यहाँनिर चाहिँ। हेर्नु न, फ्यानहरू त भेन्टिलेसनको लागि त कस्तो दामी दामी फ्यानहरू क्या, कत्रो डरलाग्दो। सर हामी चाहिँ भोटेको गाडीमा जाँदैछौँ। यस्तो दामी दामी पहाडहरू छ यहाँनिर है। यो यस्तो दामी दामी सिन छ नि। अघि नै अझ अलिक दामी दामी सिनहरू थियो, छुट्यो त्यो चाहिँ। अब भोटेको अगाडि के बनाइराख्नु भिडियो है भनेर अलिक कस्तो अप्ठ्यारो पनि लाग्छ नि त। भोटे चाहिँ चुपचाप लगाएर गाडी कुदाइराख्छ, अनि आफू चाहिँ भिडियो बनाइराख्नु झ्याउ पनि लाग्ने क्या। यहाँनिर खासै नौलो चिज के छ र, यस्तै यो बिल्डिङहरू यताउता त्यस्तै त कोरियामा। यो फेरि अब टनेल, यो अर्को टनेल आयो। म चाहिँ भिडियो कट गर्दै फेरि भिडियो गर्दै त्यस्तरी गरेर आउँछु कि, त्यही भएर झट अर्को सिन आउँदैछ। यहाँनिर टनेल कस्तो खतरा छ यहाँनिर, कति लामो छ है। त्यो भेन्टिलेसनको फ्यान यस्तो दामी छ है। भेन्टिलेसनभित्र यो हावाहरू, अक्सिजनको मात्रा कम हुन्छ भनेर त्यो हावा सञ्चालन ओहोरदोहोर गराउनुको लागि चाहिँ कत्रो ठुल्ठुलो फ्यानहरू राखेको हुन्छ। लामो लामो टनेलमा चाहिँ, छोटो टनेलमा चाहिँ हुँदैन, लामो टनेलमा चाहिँ त्यस्तो हुने रहेछ कि। यी लाइट पुरै झलल। हाम्रो नेपालमा नागढुङ्गा सुरुङ कि खोके जाति सुरुङ भनेको कति वर्ष भइसक्यो, अझै बन्दैन। यहाँनिर चाहिँ यस्तो दामी दामी सुरुङ। एउटा सानो पाहाड आयो भने हाम्रो त बरु बाटो घुमाउनुतिर लाग्छ, यस्तो सुरुङको त कल्पनै गर्दैन। यहाँ त सानो एउटा पाहाड आयो भने पनि सुरुङ हानिदिन्छ, मतलबै छैन। यहाँनिर त सिर्फ जस विकास चाहिँ हुनु पर्यो। यहाँनिर ट्राफिकहरू हुँदैन। यस्तो ट्राफिक सिग्नलको लागि चाहिँ यस्तो गाडीहरू राखिदिएको हुन्छ, गाडीले बोकेर हिँड्छ ट्राफिक लाइटहरू। यहाँ विदेश भनेको चाहिँ विदेश हो के अर्थमा भने अलिकति बाटोघाटो बिल्डिङहरू त्यस्तैहरूको लागि चाहिँ हो। अरू त सबै हाम्रै नेपाल जस्तै नै हो, त्यस्तो साह्रो खास पनि लागेन मलाई। यो पाहाडहरू सबै नेपालकै जस्तो त छ। यो चाहिँ कस्तो बिस्तारो कुदेको छ देखिन्छ, तर 130 132 स्पिडमा कुदेको छ। पुरा सबै खेतीहरू पाहाडै पाहाड छ। अहिले म फेरि उसको पनि लाउँछु, मक्कु पुगिसके पछाडिको। फेरि अलिक भोटेको अगाडि भिडियो बनाइराख्नुलाई पनि अलिक झ्याउ लाग्ने कि, त्यही भएर यसो अलिअलि छोटो छोटो भिडियोहरू हालिदिएको।
यस्तो दामी पहाड छ नि हौ कोरिया त सरर जाने हो फेरि सुरुङ आउन आँटो हो सुरुङभित्र पुरै लाइटहरूको व्यवस्था हुन्छ भेन्टिलेसन पङ्खाहरूको व्यवस्था हुन्छ विकसित राष्ट्रमा फरक चाहिँ यति रहेछ अरू साह्रै धेरै त के र हेर्नु त यस्तै भेन्टिलेसनको लागि यो फ्यानहरू कस्तो खतरा देखिन्छ हेर्दा पनि पुरै लाइटहरू छ यहाँनिर पुलिसहरू हुँदैन यहाँनिर बाटोमा ट्राफिक पुलिसहरू हुँदैन हाम्रो देशमा त पुलिसहरू ट्राफिकहरू बाटोमा हुँदा हुँदै त कति क्राइम गर्छ कति अटेरी गर्छ मान्छेले एक्सिडेन्ट गर्छ यहाँ त चिरिक्क हुँदैन अनि यहाँनिर त त्यस्तो एक्सिडेन्ट गराइयो ओर्यो भने त उता जस्तो थपक्क 2-4 लाख तिरेर बाँच्ने कुरो हुँदैन भाग्ने कुरो हुँदैन जेल पनि बस्नुपर्छ आफ्नो जीवनभरको कमाइ पनि यहाँ जरिवाना तिर्दै यहाँ फलको तिर्दै सकिन्छ अनि त्यो भएर एकदम पहिला होसियार हुन्छ यो चाहिँ छोटो टनेल हो यसमा चाहिँ छैन त्यस्तो यो छोटो टनेलहरूमा चाहिँ हुँदैन भेन्टिलेसन फ्यानहरू लामो लामो टनेलमा चाहिँ हुन्छ सबै सिग्नलहरूको लाइटहरूको आधारमा चलाउने हो यहाँनिर त ट्राफिकहरू केही हुँदैन यहाँनिर हेर्नु त सिनहरू कस्तो छ सिनहरू त पुरै मनाङ मुस्ताङको सिनहरू जस्तो छ नि यसै बाहिरतिर यसरी निस्किँदा मात्रै कोरियाको जस्तो लाग्छ बाटोहरू अक्षरहरू कोरियन अक्षरहरू देख्दा मात्रै नभए त उस्तै हो यिनीहरू त यो नेपालको ल साथीहरू मेरो चाहिँ फाइनली काम सकेर पनि अब फर्किँदैछु म चाहिँ मेरो यहाँ मेसेज लिनुपर्ने थियो मेसेज लिएर फर्किँदैछु साथी अब अरू भिडियोहरू फेरि हाल्छु म